तिमी टुरिस्ट भिसा लगाएर दुबई जाऊ, कतार जाऊ या मलेसिया जाऊ, त्यहाँबाट अर्को कुनै साउले तिमीलाई बाख्रा किने जस्तो किनेर लगेर घरमा कामदार राख्छ र तिमी त्यहाँबाट पैसा पठाऊ, त्यो पैसाले हामी पजेरो चढ्छौं र त्यसरी पठाउनेलाई हामी सुरक्षा गर्छौं। यी हुन् गणतन्त्रका नायक र नायकी, होइन? गणतन्त्र नायक नहुने शासकहरू भन्नुहोस् क्या, शासकहरू जुन अहिले चुनेर हामीले पठायौँ, गलत मान्छे गए। तपाईँ हराइसक्नुभयो, तपाईँ त अब गोर्खाको खोप्लाङतिर खोज्नुपर्ने ठाउँमा पुगिसक्नुभयो। वैकल्पिक राजनीति पनि वनतिर गइसक्यो। जनताको चेतनाको कुरा गरिरहेको छ। अब चाहिँ 84मा सिर्जनाहरू विदा हुन्छन् र नयाँ वैकल्पिक शक्तिहरू अगाडि आउँछन् र युवाहरू नै अगाडि आउँछन्। बाबुराम भट्टराईले तिनीहरूलाई साथ दिन्छ। बालन शाह 6 महिनादेखि कार्यपालिकाको बैठक राख्न नसकेर बस्नु भएको छ। रवि लामिछाने भैरवामा लामखुट्टे मारिरहनु भएको छ। राजावादी त हुँदै हुन्न भन्नुहुन्छ तपाईँ? त्यो जनताको सिम्बोलिकली बोल्नुभयो। उहाँले भनेको नयाँ आउँछन् भने व्यक्ति छोड्यो भने एबिसिडी त कोही जोकै आउँछ। नयाँ आउनुपर्छ, अग्रगामी सोच राख्ने, लोकतान्त्रिक सोच राख्ने, जनपक्षीय सोच राख्ने, स्वच्छ इमान्दार छवि भएको मान्छे भनेको हो। त्यस्ता तिमी टुरिस्ट